ल हामीलाई यहाँसम्म ल्याइ पुर्याउने साथी रिल वाले ठीक हो क्या क्यामेरा त चाहिँ त्यसको बल्ल भाउ हुन्थ्यो 36 वटा मात्रै आउँथे के अरे सार्थक तिमी कस्तो छेउछेउ दौडेको अलि भिडतिर जालास बाटोमा हिँड्दा हिँड्दा त खुट्टा लड गरे न घरमै भएर चिया खाने ठाउँमा चिया खाएर अनि जाने हो रे मलाई त अब मासु फोन नपठाउनु पनि मम्मीलाई मात्र खोज्दैछु भन्ने रहेछ कि अब सँगै नयाँ नयाँ आएको घर अदुवा बारी मेला पाता पनि हुनु पर्यो अब एकजनाले घरमा भात तरकारी पकाइदिनु घरमा हेरिदिनु पनि छैन देउरानी पनि तलतिर गएको थियो अहिले त घरतिर गएको सासु ससुरालाई पनि थाहा छैन होला मलाई चाहिँ पहिला भन्यो ल हामी नवलपुर भाटीपुर चौबारीको यात्रामा अवलोकन गराउँछौँ तोरी राम्रो मल हालेर बनायो भने त यहीँ टन्नै हुँदो रहेछ त तोरी तर यहाँ बनायो भने त है बाटो यहीँ तोरी मल नपुगेर हो पानी र मल खर्च नगर है खर्च नगर यहाँ र खर्च नगर मैले त त्यो यहाँ र गाउँमा खर्च गर्ने काम नगर काम आफ्नो चाहिँ कता हो फेरि सार्थक दुनियाँ डुलै छ त कता जानु लाग्यो फेरि यिनीहरू त सिलौटा चाटेछन् हो ढोका लाएर मम्मीले त छैन होला भन्थ्यो काममा गएको होला मैले खिचिसकेको छु अगेनामाथि पिनालो बन्दै हो अहिले यता ल हाम्रो भैँसी चर्न लाउनु पर्छ यसरी पहाडी हो कि भैँसी हो कि बाख्री हो यसरी चर्न पुष्पराज